सम्पूर्ण कृषक साथीहरुमा नमस्कार। सदाका जस्तै आज पनि हामी कृषि सम्बन्धी कुराहरू लिएर आइसकेका छौँ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ कृषि यन्त्रीकरणका उपकरणहरू मध्येको राइस कम्बाइन हार्भेस्टरको बारेमा। विगतका केही वर्षहरूमा नेपालमा कृषि यन्त्रीकरण सम्बन्धी उपकरणहरूको प्रयोग बढिरहेको छ र अझ तराईका जिल्लाहरूमा त यसको प्रयोग निकै बढ्दो छ। तपाईहरूले भिडियोमा देखिरहनु भएको यो कम्बाइन हार्भेस्टर चाइनिज कम्पनी एफएम ओल्ड र यसलाई चाइनिज कम्पनी जिङसु ओल्ड एग्रिकल्चरल मेसिनरी कम्पनी लिमिटेडले गराएको हो। यस कम्पनीले विगत 25 वर्षदेखि कृषि उपकरणहरू निर्माण गरी विश्व बजारमा आफ्ना उत्पादनहरू पुर्याउँदै आइरहेको छ। यस कम्बाइन हार्भेस्टरलाई नेपाली बजारमा भित्र्याउन सफल भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सफल भएको छ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालका लागि एकमात्र आधिकारिक विक्रेता रहेको छ। तपाईहरूलाई थोरै जानकारी गराउन चाहे, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रमा धेरै पुरानो नाम भने होइन। यसले नेपाली कृषि क्षेत्रमा आमूल परिवर्तन गर्दैछ र भविष्यमा अझ धेरै परिवर्तन देख्ने गरी काम गर्नेछ। यस कम्पनी सम्बन्धी, यस मुक्तिनाथ कृषि कम्पनी सम्बन्धी पनि हामी केही समयपछि जानकारी लिएर आउनेछौँ। तपाईहरूलाई आजको यस भिडियोमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लिएर आएको सम्म मात्रै जानकारी गराउन चाहे। एग्री ओल्ड नेपाल युट्युब च्यानलले नेपालमा भएका कृषि सम्बन्धी गतिविधि, रोचक कुराहरू तपाईँमा निरन्तर ल्याउने प्रयास गर्नेछ। तपाईँहरूको मायाले नै हामीलाई खोजमूलक जानकारी ल्याउन उत्साही बनाएको छ र बनाइरहनेछ। तपाईहरूलाई म आज यही कम्बाइन हार्भेस्टरको बारेमा जानकारी गराउन चाहन्छु। यस कम्बाइन हार्भेस्टर डिजेल इन्जिनबाट चल्ने वाटर कुल इन्जिन रहेको छ। यस हार्भेस्टरले खेतको अवस्था हेरेर 50 देखि 60 मिनेटमै 1 बिघा खेतको धान काटी थ्रेस गर्नेछ। तपाईहरूले भिडियोमा देख्न सक्नुहुन्छ, हेर्नुहोस् त, यस्तो हिलोमा पनि यति मजाले धान काटिरहेको छ, यस्तो सफा तरिकाले धान काटेको छ। यस्तो हार्भेस्टरको केही कुराहरू त हामीले जान्नु नै पर्ने हुन्छ। यो हार्भेस्टरको क्यापासिटी 85 एचपी क्यापासिटी छ भने 4 स्ट्रोक इन्जिन हो र यसले 2600 आरपिएममा यसको आरपिएम 2600 आरपिएम रहेको छ। यस हार्भेस्टरको भण्डारण क्षमता भने 7 क्विन्टल रहेको छ है। र यसको ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा 650 mm र यसको वेट, यसको तौल कति छ भने तपाईँहरूलाई लाग्न सक्ला, हेर्दा सानो छ नि त, तपाईँहरूलाई लाग्न सक्छ यसको तौल कति होला। यसको तौल छ 3500 केजी छ है साथीहरू, 3500 केजी छ है। तपाईँहरूले भिडियोमा देख्न सक्नुहुन्छ कति मजाले काटिराखेको छ नि। यस्तो मजाले यस्तो हिलोमा पनि काटिराखेको, यो कस्तो राम्रो खालको होला है भन्ने लागिराखेको हुनसक्छ। हो, यस्तै भएको भएर मैले कृषि सम्बन्धी जानकारीहरू गराउँदैछु। यसले 1 बिघा खेत काटी थ्रेस गर्दा 50 मिनट लाग्छ र यसले घन्टाको, अब तपाईँहरूलाई लाग्न सक्छ यसले कति लिला पैसा है। यसले पैसा भने 5500 देखि 6000 लिइराखेको अवस्था छ। अझ राम्रो पक्ष त के छ भने यो तपाईँहरूले देख्न सक्नुहुन्छ, यो चेन टाइपको है, यो चेन टाइप व्हिल रहेको छ। यो हिँड्दाखेरि खेतमा खाल्टाखुल्टी पनि गराउँदैन। हेर्नु त, कतै खाल्टाखुल्टी देखिएको छ त छैन नि। तर अर्को टायरवाला हुन्थ्यो भने अहिले खाल्टाखुल्टी पार्थ्यो। हल्का गिलो खेतहरू हुन्थ्यो भने यसमा यसले खाल्टाखुल्टी पार्थ्यो। तर यो हेर्नु न कति मजाको, यो रबरको टायर छ है। अझ देख्न सक्नुहुन्छ नि भिडियोमा, रबरको टायर छ र यसले कतै खाल्टाखुल्टी पनि गराइराखेको छैन र जस्तो हिलोमा पनि कति मजाले काटिराखेको छ है। अनि कति छिटो पनि हिँडिराखेको छ नि। हो, अब यो स्पिडको कुरा गरौँ है त, यो कति छिटो हिँडिराखेको छ भन्दा यसको स्पिडको कुरा गर्दा यो नकाट्दाको बेला भने यसको स्पिड छ 1 सेकेन्डमा यो 2.6 मिटर हिँड्छ है। 1 सेकेन्डमा 2.6 मिटर हिँड्छ भने यो
यसले धान काट्दाको अवस्थामा भने 1.9 मिटर हिँड्छ है, 1 सेकेन्डमा 1.9 मिटर। अहिले जति पनि स्पिडमा जुन स्पिडमा हिँडिराखेको छ नि त्यो भनेको 1 सेकेन्डमा 1.9 मिटर हिँडिराखेको छ। अब यो चक्का खाले कम्बाइन हार्भेस्टर भन्दा यो चेन टाइप हार्भेस्टरको निकै राम्रो पक्ष भनेको यसले कतै पनि अब खेतहरू जस्तो हिलोमा पनि यसले मजाले काटिराखेको छ है। यसले हिलोमा अघि भिडियोमा पनि देख्यौँ, जस्तो हिलोमा पनि यसले मजाले काटिराखेको छ। हेर्नुहोस् त यस्तो पानी, कस्तो पानी जमेको खेतमा पनि मजाले काटिराखेको थियो अघि है। अब 5500 देखि 6000मा 1 बिघा धानको खेत काटी थ्रेस गर्दा यी हेर्नु है कति मजाले अब यी धान काटेर मजाले अब धान निकालिसक्यो है। हेर्नुहोस् धान निकालिसकेको छ। 5500 देखि 6000मा 1 बिघा धानको खेत काटी थ्रेस गर्दा पक्कै पनि किसानको धेरै समय र पैसाको बचत भइराखेको छ। धान काट्दा खेताला खोज्नु नपर्ने, थ्रेसर पनि खोज्नु नपर्ने, अझ खाजा नास्ताको झन्झट त झन् सकियो नै। अबको कृषि यस्तै आधुनिक हुनुपर्ने छ। किसानले गर्वका साथ किसान हो भन्न पाउनेछन्। अबको कृषि गौरव गर्न लायक बनोस्। कृषिमा युवाले भविष्य देखुन्। कृषिमा भविष्य देख्नका लागि यस्तै उपकरणहरूको जरुरी छ जसले कृषि यान्त्रिकरणमा मद्दत गरोस्। युवाले आफ्नै देशमा सुन फलाउन सकुन्। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त। र भिडियो मन पर्यो भने एग्री ओल्ड नेपाल युट्युब च्यानललाई सब्सक्राइब गरी भिडियोहरूमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला।